नमस्कार हजुर सबैजनालाई। र यहाँ अलिकति म काँक्राको विषय लिएर तपाईँको समक्षमा आएको छु। अब हेर्नुहोस् यहाँ काँक्रा पुरै यसको चिचिला है लाग्न थालिसकेको छ। अनि यहाँ चाहिँ अब काँक्राको करिबन पनि यहाँ 18 इन्ची जस्तो हाइटमा छ। अब यो काँक्रा चाहिँ अब यो काँक्रा चाहिँ 18 इन्चीको हाइटमा छ करिबन यतिको। तर अब यो फेदैबाट यसले यसरी फल दिनु थालेको छ। अब यसलाई चाहिँ अलिकति यो बोटलाई ग्रोथ हुनुको लागि यसको बिरुवालाई चाहिँ ग्रोथ हुनुको लागि र यो फललाई चाहिँ पनि ग्रोथ हुनुको लागि चाहिँ हेल्दी हुनुको लागि चाहिँ हामीले चाहिँ विशेष गरेर यहाँ साइड ब्रान्च देख्दै हुनुहुन्छ। अनि यहाँ पनि देख्दै हुनुहुन्छ यहाँ साइड ब्रान्च, अनि यता पनि देख्दै हुनुहुन्छ साइड ब्रान्च। अब यसलाई चाहिँ हामीले यो बोटलाई हुर्किनु दिनुको लागि र फललाई हेल्दी हुनुको लागि चाहिँ हामीले यो हाँगालाई चाहिँ यसरी निकालिदिनु पर्छ है। अब यसले चाहिँ तपाईको आधी बिचमा यसको तलबाट आएको खानाहरू खाइदिन्छ र चाहिँ यहाँ पनि यसरी निकालिदिए हो। अनि यो जति पनि यो बिग्रेको पत्ताहरू छ यसलाई पनि खासमा मैले यो चेकेजरले काट्नुपर्ने हो, तर मैले हातै छुट्याइहालेँ। अनि यसरी यहाँ पनि साइड ब्रान्च छ। अनि यसरी यो साइड ब्रान्चलाई चाहिँ मैले निकालिदिएपछि चाहिँ यो चाहिँ मजाले बढेर जान्छ है। सो यो काँक्रालाई अब तपाईले हेर्नुहोस्, अब केही दिन पछाडि यो काँक्रा त्यसै अटोमेटिकली यो हेल्दी भएको हुन्छ। सो थ्याङ्क यू। तपाईँलाई यो काँक्राको अलिकति विषय लिएर मैले तपाईँसँग सेयरिङ गर्न चाहेँ र यो फेरि पनि तपाईँले नेक्स्ट भिडियोमा तपाईँले हेर्न सक्नुहुनेछ। थ्याङ्क यू सो मच।